जय मसिह यहाँहरु सम्पूर्णलाई विश्वासको यात्रा युट्युब च्यानल र विश्वासको यात्रा फेसबुक पेजमा सधैँ आज पनि म तपाईहरुलाई हार्दिक स्वागत भन्न चाहन्छु। आजको वचनको विषय रहेको छ आत्मिक युद्धको सन्दर्भमा क्रुसको बलिदानको महत्त्व। यो कुरालाई बुझ्नको निम्ति सबैभन्दा पहिला म तपाईहरुको बीचमा पवित्र धर्मशास्त्र एफिसीको पुस्तक 6 अध्यायको 12 देखि 18 पद तपाईहरुको बीचमा पढ्न चाहन्छु। यहाँ यसरी लेखेको छ, किनकि हामीहरुको युद्ध शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताहरूको विरुद्ध, शक्तिकाहरूको विरुद्ध, वर्तमानका अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाइका आत्मिक सेनाहरूका विरुद्ध हो। यसकारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै कामहरू गरेर खडा हुन सक्ने हो। यसकारण आफ्ना कम्मर सत्यताले कसेर धार्मिकताको छातीपाटा लगाएर खडा हो र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लगाएर तयार हो। साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टाइका सबै अग्निबाणहरू निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरबार लियो जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूको निम्ति प्रार्थना गरिरह। यहाँ पाउल आत्मिक युद्धको विषयमा कुरा गर्दै गर्दाखेरि प्रार्थना गर भन्दै हुनुहुन्छ। 18 पदमा उहाँले के भन्नुभएको छ नि, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहौ भनेर भन्नुभएको छ। यदि हामी आत्मिक युद्धको सन्दर्भमा जानकार हुँदैनौँ भने हामी प्रार्थनामा निरन्तर लागिरहने सम्भावना हाम्रो जीवनमा कम हुन्छ। हामीले प्रार्थना गर्नुपर्ने कारणहरू छन्। हामी आत्मिक युद्धमा छौँ र हामीहरूको युद्ध भनेको शरीर र रगतको विरुद्धमा होइन, तर प्रधानताहरूको विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमानका अन्धकारका सांसारिक शासकहरूको विरुद्ध र स्वर्गीय स्थानमा भएका दुष्टाइका आत्मिक सेनाहरूको विरुद्धमा हो। हामीले यहाँ आत्मिक युद्धको कुरा गरिरहँदाखेरि हामीलाई दुईटा प्रश्न उठ्न सक्छ। एउटा कुरा त के भनेदेखि किन आत्मिक युद्ध छ त, अथवा युद्ध किन छ। दोस्रो भनेको चाहिँ हामीलाई क्रुसको बलिदान चाहिँ किन चाहिन्छ त। आज म तपाईहरुको बीचमा युद्ध हुनुको कारण प्रस्ट्याउन चाहन्छु। पुरानो करारमा यदि हामी हेर्छौँ भने प्रमुख स्वर्गदूत जसको नाम लुसिफर थियो, यशायाको पुस्तकको 14 अध्यायको 12 पदमा हेर्छौँ भने त्यहाँ लुसिफरको बयान यसरी गरेको छ, एक बिहानको तारा, प्रभावको पुत्र, त स्वर्गबाट कसरी खसेको छस्, अहिले जाति जातिहरूलाई होच्याउने त कसरी भुइँमा तल खसालिस भनेर भनिएको छ। शैतान जसको घमण्डले गर्दाखेरि ऊ माथिबाट तल खस्नु परेको छ। ऊ तल खस्नुको कारण उसको घमण्डले हो। उसले परमेश्वरको विरुद्धमा उठाएको घमण्डको कारणले गर्दाखेरि ऊ तल खसालियो। तर प्रभु येशू ख्रीष्ट उहाँ झुक्नुभयो, उहाँ आफैले आफूलाई नम्र पार्नुभयो र उहाँ क्रुसमा मर्नको निम्ति तयार हुनुभयो। उहाँ त्यसरी होचिनु हुँदाखेरि परमेश्वरले उहाँलाई पुनः उच्च स्थानमा पुर्याउनु भएको छ। फिलिप्पीको पुस्तक 2 अध्यायको 8 र 9 पदमा हेर्छौँ भने त्यहाँ यसरी लेखिएको छ, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ। एउटाको घमण्डको कारणले गर्दा ऊ खसालिएको छ भनेदेखि प्रभु येशू ख्रीष्टको नम्रता र क्रुसको बलिदानले उहाँ होचिनु भएको कारणले गर्दा उहाँलाई उच्च नाउँ प्रदान गरिएको छ। किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ त्यो होच्याइनेछ र आफूलाई होच्याउने चाहिँ उच्च पारिनेछ। अब म यो कुरालाई जोड्न चाहन्छु, हाम्रो विषयमा आउन चाहन्छु। युद्ध किन छ?
भन्दाखेरि लुसिफर जो स्वर्गदूत थियो उसको घमण्डको कारणले गर्दा परमेश्वरभन्दा माथि हुन्छु भन्ने कारण उसको सोचले गर्दाखेरि उसलाई परमेश्वरले तल झारिदिनु भयो पातालमा। अनि शैतान जसको नाउँको अर्थ हो विद्रोह गर्ने, अझै पनि ऊ आफ्नो राज्य स्वर्गमा स्थापित गर्न चाहन्छ। त्यो प्रयासमा दियावलस छ। परमेश्वरले आफ्नै स्वास्थ्यद्वारा सृजना गरेको मानिसलाई परमेश्वरले सधैँभरि वास्ता र प्रेम गर्नुहुन्छ। तर शैतान अर्थात् दियावलस अर्थात् लुसिफरले मानिसलाई घृणा गर्छ। लुसिफरले मानिसलाई सधैँ पापमा फसाउन चाहन्छ। हामीलाई सधैँ पापमा फसाएर उसँगै हामीलाई नरककुण्डमा लान चाहन्छ। आत्मिक युद्ध किन छ भन्दाखेरि दियावलसले परमेश्वरले प्रेम गर्ने वास्ता गर्ने मानिसलाई सधैँभरि आफूसँगै नरककुण्डमा लान खोज्ने कारणले गर्दाखेरि हाम्रो बिचमा आत्मिक युद्ध छ। दियावलसले सोचेको हामी पनि विद्रोही हौँ, हामीलाई त तपाईँले नरकमा फ्याल्नुभयो, पातालमा खसाल्नु भयो भने मानिस पनि त विद्रोही हो, मानिसले पनि त पाप गरेको छ, त्यसलाई पनि त नरककुण्डमा फाल्नुपर्छ भनेर दियावलसले सोच्दै गर्दाखेरि परमेश्वरले लुसिफरलाई दिनुभएको उत्तर चाहिँ के हो भने क्रुसको बलिदान, जसले हामीलाई उद्धार गरेको छ। यशायाको पुस्तक 53 अध्यायको 6 पदमा यसरी लेखेको छ, तर ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। हामी भेडा झैँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ। परमेश्वरले उसमाथि हामी सबैको अधरमा हालिदिनु भएको छ। ऊ थिचोमिचोमा पर्यो, उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन र मारिनलाई लागेको थुमा जस्तै ऊ डोर्याएर लगियो। आफ्नो उन कतरनेको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। यसोले हामी सम्पूर्णको दोषलाई, हामी सम्पूर्णको विद्रोहलाई र हामी सबैले भोग्नुपर्ने दण्डको त्यो भारीलाई क्रुसमा आफ्नो शरीरमा लिएर येशू ख्रीष्ट मर्नुभयो। उहाँले आफ्नो प्राण बलिदान दिनुभयो। लेवीको पुस्तक 17 अध्यायको 11 पदमा हेर्छौँ भने किनकि जीवनधारीको प्राण त त्यसको रगतमा हुन्छ, मैले रगत चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रयाश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसको जीवनको निम्ति प्रयाश्चित गरिनेछ। यस अर्थमा येशूले आफ्नो प्राणलाई क्रुसमा सम्पूर्ण मानव जातिको दोष बलिको रूपमा दिनुभएको कुरा हामी पाउँछौँ। त्यो बलिदानले गर्दा, उहाँले बगाउनु भएको रगतको कारणले गर्दा, उहाँले गर्नुभएको प्रयाश्चितको बलिदानको कारणले गर्दा आज तपाईँ र मैले जीवन पाएका छौँ। त्यसैले रोमीको पुस्तक 8 अध्यायको 1 पदमा पावलले के भन्नुहुन्छ नि, यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। दियावलसले जुन दोष हामीलाई लगाएको छ, जुन दण्ड यिनीहरूलाई पनि दिनुपर्छ भन्नेको छ, प्रभु येशू ख्रीष्टमा भएका हामीलाई उहाँले प्रभु येशू ख्रीष्टको बलिदानले उहाँले हामीलाई परमेश्वरमा प्रभु येशूमा उहाँले ल्याउनु भएको छ र हामी जो प्रभु येशूमा भएकाहरूलाई अब दण्डको आज्ञा छैन। तपाईँ र मलाई दोष लगाउने कुरा दियावलसको हतियार हो। तिमीले पनि पाप गरेका छौ, तिमीले पाप गरेको कारणले परमेश्वरले तिमीलाई टाढा फाल्नु भएको छ अथवा परमेश्वरले तिमीलाई मन पराउनुहुन्न भन्ने किसिमका कुराहरू दियावलसले हाम्रो दिमागमा, हाम्रो विचारमा हालिदिन्छ। जब हामी आफैलाई दोषी महसुस गर्छौँ अनि त्यो कुरामा दियावलस बलियो हुँदै जान्छ, तब हामी आत्मिक रूपमा कमजोर हुन्छौँ र हामीले लुसिफरको विरुद्धमा, शैतानको विरुद्धमा केही पनि गर्न सक्दैनौँ। विशेष रूपमा भन्नुपर्दा हामी प्रार्थना गर्न सक्दैनौँ। जब हामी प्रार्थना गर्दैनौँ तब हामी परमेश्वरदेखि टाढा हुन्छौँ। तर तपाईँ र मेरो निम्ति खुसीको कुरा के छ भनेदेखि, तर प्रभु येशूले तपाईँ र मलाई यो दोषबाट मुक्त गराउनु भएको छ। यसकारण अब ख्रीष्ट येशूमा भएका हामी सबैको लागि दण्डको आज्ञा छैन, किनभने परमेश्वरले हामीलाई त्यो दोषबाट मुक्त गराउन आफ्नो पुत्रको बलिदान गर्नुभएको छ। म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु, के तपाईँ येशूमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब तपाईँलाई दोषारोपण छैन, तपाईँलाई दोष्याइएको छैन। त्यो दोषबाट तपाईँ र मलाई निकाल्नु भएको छ।
र त्यो दोष र त्यो दण्डबाट निकालेर उहाँले तपाईँ र मलाई अनन्तको जीवन दिनुभएको छ। परमेश्वरले आजको वचनबाट यहाँहरू सम्पूर्णलाई आशिष दिनुभएको होस्। हस्त जय मसीह।